यहाँ नआएको त 22-23 वर्ष भएछ त बाफ्रे बाफ्रे त्यही त आज अब हिजो आइपुगेँ होइन म बराइनबाट अब यहाँ घुम्न आएको कि आज हजुर साइकल त जान्थ्यो होला है पारी यहाँ राख्दा केही हुँदैन नि चाबी लगाइदिए सकेको नि होइन मलाई चिन्नुहुन्न होला पक्कै कि चिन्नुहुन्छ मलाई चिन्नु चाहिँ हुन्छ होला नाम भनौँ भने तल सिक्तेल छ नि थाहा छ तल स्कुल छेउमा सिक्तेल तल गैरीमा छ नि समिति घरदेखि मासतिर अलिक नगेन्द्रको सिक्तेल थाहा भयो म को हो त त्यसो भए भाबानीको बुढो म हो भाबानीको चिन्नुभयो नगेन्द्र घरदेखि मासतिर भावनाको बुढो मै हो हे ताजा खबर जन्माया नगर है छड्की नजर रङ्गी चाङ्गी बैसामा फुलेको ला 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 हेर मोहर थपक्कै बलेको ला 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 रङ्गी चाङ्गी बैसामा फुलेको हेर मोहर थपक्कै बलेको चुली पोखरी पुल किन यति राम्रो चट्ट रुमाल क्या मालुम कोटाको खल्तीमा लगाइदेऊ माया क्या मालुम दिलै चोरेर उहिले त बाजेको पालामा मोहर गर्दै डालामा अहिले त हाम्रो पालामा पैसा छैन डालामा लाली चढो क्या मालुम तिम्रो गालामा आइन मनिष पटेल नत्र काठमाडौँ साउनीकोमा गएर भट्टाचिरा खान्छु साउनीलाई पाएँ भने एक किस खान्छु यो हनी सिंह ल्याब्रेज त 46 आई लभ यु केक आई लभ यु चुली पोखरी गीत पनि तिमीसँग गाइदिन्छु छाया पनि तिमीसँग आइदिन्छु भन्छौ भने यो ज्यान पनि दिइदिन्छु प्रियासी केवल तिमी मनकी रानी माया की खानी मेरी जिन्दगानी यो हनी सिंह रङ्गी चङ्गी पैसामा फुलेको हेर मोहर थपक्कै बलेको आइन मनिष पटेल नत्र काठमाडौँ साउनीकोमा गएर भट्टाचुरा खान्छु यो हनी सिंह आमा यहाँ त के भएको रहेछ अनि अहिले त डेन्जर पो भइसकेको रहेछ त हौ 22-21 24 वर्ष भएछ नआएको रङ्गी चङ्गी बैसामा फुलेको ला 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 हो आमामा यहाँ पो दामी रहेछ त यार बाफ्रे चुली पोखरी हेर मोहर धपक्कै बलेको ला 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 हो हे गोली सिसाको हे मेरो माया किन रिसाको हे ताजा खबर जन्माया नगर है छड्के नजर रङ्गी चाङ्गी बैसामा फुलेको ला 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 खुँडीमा यस्तै छ रहेको ला 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 क्या दामी यहाँ फलेको रहेछ यहाँ होइन पुरा रिल्याक्स तराले मासु चपाउँछु अब आउने साल कान्छीलाई फकाउँछु यो हनी सिंह ल्याब्रेज त 46 दिस इज माई नेत्र प्रसाद निरौला हो यो हनी सिंह हेर मोहर थपक्कै बलेको ला 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 रङ्गी चाङ्गी बैसामा फुलेको
हेर मुहार धपक्कै बलेको हे गोली सिसाको हे मेरो माया कस्तो रिसाको हे ताजा खबर अरे बाप सम्झनामा नाउ तिमी कल्पनामा नाउ हुने छैनौ कहीँ कतै आँखा भरि नाउ आँखा भरि नाउ तिमी ओठ भरि नाउ उडी जाने माया बनी गीत बनी नहाऊ गाइरहन्छु तिम्रै लागि कहीँ कतै नाउ आँखा भरि नाउ तिमी गीत बनी नहाऊ उडी जाने माया बनी गीत भरि नहाऊ गाइरहन्छु तिमीलाई म तिमी बाटो हेरी आमा दामी पो भएको रहेछ त यहाँ त बाफ्रे उताको बाटो गयो हेर आँखा भरि नाउ तिमी गीत बनी नहाऊ गाइरहन्छु तिम्रै लागि आँखा भरि नाउ फेरि तिमी कति राम्रो देखेको तिम्रो हात सामान आफ्नो मन लागेको प्रियस केवल तिमी मन की रानी माया की खानी मेरो जिन्दगानी यो हनी सिंह यताबाट बाटो छैन के छ यता यहाँ त रमाइलो ठाउँ पो रहेछ त बाफ्रे 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 ओ माइला सेट के हो यो होटेल बस्ने ठाउँ खाने ठाउँ बहुत रमाइलो रहेछ चुली पगाडीतिर आमा ओके माई नेत्र पर्छ निरौला यस त्यही भएर पो यहाँ चमक चमुक चामक चुमुक चम्केको रहेछ त बाफ्रे ऑल इन्डिया रेडियो नेपाल पुरा रन्डी खानाहरू सबै यहाँ बाफ्रे चलेगा अभी चलेगा कितना दिन चलेगा जब तक चलेगा देखेगा होटेल सब केडी ल्याउने होटेल बस्ने खाने बा यहाँ त रिल्याक्स पो रमाइलो रहेछ त हौ ओ माइला सेट म्यान अफ द म्याचका स्पोन्सर हुनुहुन्छ मधुमल्ला दुईका महागुरुपति भनेपछि बाफ्रे बहुत रमाइलो रहेछ यहाँ होइन यस्तै चाहिँ मधुमल्लाको चलन चल्ती थोरीबारी पेरुङ्गे चेप खुँडी भनेको यही हो कुखुराको फार्म छ यहाँ ब्रोइलरको फार्म छ यता होटेल छ रङ्गिला होटेल यता अर्को रङ्गिला होटेल यहाँ रङ्गिलामा रङ्गिला पनि पाउँदो रहेछ सबै कुरा रहेछ यहाँ भनेपछि ठिकै छ।